जनाको संख्यामा हो सर? स्वतन्त्र यस सेवा प्रवेशतालिमको दोस्रो दिनको रिपोर्टरको जिम्मेवारीको अवसर प्रदान गर्नुभएकोमा हाम्रो रोस्टर प्रशिक्षण र समावेशित मातृभाषामा शिक्षा दिगो विकासका 17 लक्ष्यहरूमध्ये लक्ष्य नम्बर 4 शिक्षा सम्बन्धी लक्ष्यमा केही पूरणको अनुमति दिनुभयो र भक्त सिंह नेपाली सरले मनोरञ्जनमा उहाँको सुमधुर आवाजमा पूर्वेली गीत देउडा गीत र मिठो चुटकिला सुनाउनु भयो मा प्रवेश गराउनु भयो, जसमा विद्यालय सुधार योजना नै भन्ने विषयमा साथै एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली इमेजको बारेमा अनुभवहरू सेयर गर्ने अवसर प्रदान गर्नुभएको थियो। इमेज सुरुमा फ्लास रिपोर्टको रूपमा एक्सन बेसको बेस हुँदै हाल वेब बेसमा विकास भएको हो र त्यसमा के अभिलेखहरू राख्नुपर्ने जस्ता कुरा। सहायक पप्पू कुमार मेहता सरलाई पनि धेरै धेरै धन्यवाद। र अबको चाहिँ सेसन सुरु भएको हुनाले मैले अलिकति छोटो स्क्रिन सेयर गर्ने अनुमति माग्छु र केही समय पछाडि यहाँको परिचय पनि मैले कुनै एउटा माध्यमबाट यहाँको परिचय पनि म सँगै लिएर जानेछु यहाँ सेसन चलिरहेकै क्रममा। र त्यसको लागि मैले यो स्क्रिन सेयर गर्ने अनुमति माग्छु र त्यसपछि हामी जिम्मेवारीमा प्रवेश गर्छौँ है त। हजुर, बिचबिचमा तपाईँहरूले केही न केही चाहिँ प्रतिक्रिया चाहिँ दिँदै गर्नुपर्ने हुन्छ, किनभने यहाँ सबै बस सुनिँदैन कि भन्ने एउटा डाउट हुन्छ यो भर्चुअलमा चाहिँ। शिक्षा तालिम केन्द्र सुनसरीको रोस्टर प्रशिक्षकको रूपमा रहेको म खेमराज लिम्बू। म कन्कै माध्यमिक विद्यालय माई नगरपालिका इलामको शिक्षक हो र सामाजिक विषय र सूचना तथा प्रविधिमा यो रोस्टर प्रशिक्षकको भूमिका निर्वाहमा छु। अनि प्रविधि मैत्री शिक्षक समाज भन्ने हाम्रो एउटा संस्था छ। कतिपय यहाँनिर जब इन्डक्सनमा प्रवेश गर्नुभएको हुनाले कमाइलाई मात्र जानकारी पनि छ। यसले चाहिँ अनलाइन भर्चुअली विभिन्न तालिमहरू चाहिँ दिने संस्थाको रूपमा स्थापित छ र यहाँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने यो संस्थाले दिएका विभिन्न तालिमहरूमा सहभागी हुने मौका पनि उपयोग गर्नुहोस्। र यो सूचना तथा प्रविधिको संयोजक अथवा चेयरपर्सन र त्यसपछि हामीसँग व्यवस्थापक भन्ने छैन र त्यसपछि हामीसँग मनोरञ्जनकर्ता अथवा इन्टरटेनरको रूपमा एकजना चयन गर्छौँ र त्यसपछि अर्को हामी समय सूचक पनि हामीसँग हुनुहुन्न। अनि डेली ब्रिफर चाहिँ हामीसँग छ भन्ने कुरा छ र त्यसपछि हामीसँग रिपोर्ट राइटर। हामी यति चाहने तपाईँहरूको नाम बताइदिनु होला होइन, जसको जिम्मेवारी परेको छैन उहाँहरूको नाम चाहिँ बताइदिनु होला है त। 1 नम्बरमा बताइदिनुहोस् त, आफ्नो नाम आफैले बताइदिँदा पनि हुन्छ, क्रमशः नाम र स्कुल पनि बताइदिनु होला है त। नाम, स्कुल र जिल्ला। हजुर हजुर, फिडब्याकलाई चाहिँ आफैले नियन्त्रण गर्नु होला, अनुरोध छ। नाम बताइदिनुहोस् त सर म्याडम, कसै एकजनाको। खै त कोही बोल्नु भयो। पप्पू यादव भनेको त हाम्रो प्रासा सर होइन? ए होइन, उहाँ त नेता हो नि त होइन? यादव कुन स्कुल, कुन जिल्लाबाट सर? पप्पू यादव सर कहाँबाट?
नारायण निरौला भन्ने सरको फिडब्याकलाई नियन्त्रण गर्नका लागि अनुरोध छ सर। पप्पू यादव सर कुन स्कुल कुन जिल्लाबाट सर? त्यस्तै अर्को एकजना सहभागीको नाम बताइदिनुहोस् सर। भूमि सरले नै मलाई सहजीकरण गर्नुहुन्छ होला हौ। हजुर सर। पप्पू यादव सरको स्कुल र जिल्ला कता हो सर? स्कुलको नाम जलकन्या मावि साँगुरीगढी धनकुटा। ए साँगुरीगढी धनकुटा। ल त्यस्तै अर्को सहभागीको नाम? जलकन्या मावि सर, जिल्ला चाहिँ धनकुटा। सुने सर। अर्को सहभागी सरको नाम सर अथवा म्याडमको नाम? नमस्कार सर। नमस्कार। ममता कार्की। हजुर, श्री जनकल्याण माध्यमिक विद्यालय कुन जिल्ला? रानी पोखरी, गाउँपालिका वडा नम्बर 7 मोरङ। धन्यवाद। कसरी नै नेक्स्ट पर्सन? श्री शारदा माध्यमिक विद्यालय धनकुटा 4 कर्चिया मोरङ। धन्यवाद म्याडम। नमस्कार सर। हजुर, भन्नुहोस् त। नमस्कार सर। नमस्कार सुन्दैछु। मेरो सीता देवी खड्का। सीता देवी खड्का, रानी पोखरी गाउँपालिका वडा नम्बर 5 श्री माध्यमिक विद्यालय मोरङ जिल्ला। धन्यवाद। त्यसरी नै नमस्कार सर। नमस्कार। म बिन्ता कार्की, मेरो घर तेदाप गाउँपालिका तेह्रथुम। मेरो कार्यरत विद्यालय श्री नेत्र ज्योति आधारभूत विद्यालय। थ्याङ्क यू। त्यसरी नै कसको पालो आयो? नमस्कार। हजुर नमस्कार। हजुर थ्याङ्क यू सर। खेमरा सरको फिडब्याक पनि आइरहेछ है, नियन्त्रण गर्नु होला। खेमरा भट्टराई सरको फिडब्याक पनि आएको छ, नियन्त्रण गर्नु होला है फिडब्याक। गणेश दाहाल सरको कहाँबाट सर? जनता मावि सम्बन्धपुर सङ्घ सभाबाट। थ्याङ्क यू सर। श्री महामाया भगवती आधारभूत विद्यालयमा कार्यरत छु। हजुर, मेरो घर चाहिँ विराटनगर। थ्याङ्क यू सर। शम्भु सरको फिडब्याक छ। नमस्कार सर। नमस्कार। म चाहिँ सनिका राई र हाल कार्यरत विद्यालय चाहिँ सोलु दुधकुण्ड नगरपालिका 8 श्री पत्ताले आधारभूत विद्यालय। कुन जिल्ला हो? दोलुखुम्बु सर। थ्याङ्क यू सर। थ्याङ्क यू म्याडम। त्यसरी नै अर्को एकजना। नमस्कार सर। नमस्कार सबैजना। नमस्कार। म अस्मिता फागो, कार्यरत सरस्वती आधारभूत विद्यालय कुम्बेवा 1-5 सर। धन्यवाद। त्यसरी नै हेर्दा नमस्कार आचार्य, मेरो घर धनकुटा, हाल कार्यरत शङ्कर सभा जिल्ला मावि नगरपालिका श्री माधवी माध्यमिक विद्यालयमा कार्यरत छु। धन्यवाद। धन्यवाद। नमस्कार। शान्ति कुमारी तामाङ। शान्ति मिस हुनुहुन्छ नि होइन? शान्ति कुमारी मिस।